मम्मीको भिडियोमा स्वागत छ। मेरो मम्मी चाहिँ नि बिहान उठेर नुहाउनु भयो, कोठा सफा गर्नुभयो, चाहिँ दिन भोलेर कोठा फोहोरो गर्छ। मम्मीले राम्रोसँगको कोठा सफा गर्नुहुन्छ। मम्मीले पूजा गर्नुभयो। बिहान उठेदेखि मम्मीले मन्दिर पूजा गर्नुभयो, सोफा राम्रो गराउनु भयो। अनि त्यसपछि हामीले चाहिँ चिया मेरो मम्मीले चिया खाएर बस्नु भयो। अनि भाइलाई घुमाउन लिएर आउनु भयो। अनि त्यसपछि मेरो मम्मीले चाहिँ राति भएर एकदम ड्याडी आउन ढिलो भइसक्यो। रातिमा ड्याडीलाई के लिएर आइदिनुहुन्छ भने क्यान्डी लिएर आइदिनुहुन्न भने मलाई चाहिँ भुक्की देखेको भयो। मेरो मम्मीले घरको सबै काम सकेर जानुभयो। अनि त्यसपछि हामीले चाहिँ ड्याडी चाहिँ त्यसपछि आएर बेडमा सुत्नुभयो। अनि त्यसपछि चाहिँ होइन, मेरो मम्मीको भिडियोमा माया गर्नुहुन्छ भने मेरो मम्मीको भिडियोमा सपोर्ट गरिदिनु, सबैजना लाइक कमेन्ट गरिदिनु।